हामी पाँचपोखरी गइरहँदाको दृश्यहरू। अनि हामीसँग हुनुहुन्छ विपिन शब्दी। मित्रौँ हामी कहाँ छौँ रे? भक्तपुरको दरबारबाट दुई शहनशाहहरू चाहिँ हामी हल्का राजकीय सम्मान पनि रहेछ यहाँनिर कार्यक्रम, त्यो पनि भ्याएर दुईजना चाहिँ यसको प्रवेशद्वारबाट बाहिरतिर निस्किसकेका छौँ। हेर्न सक्नुहुन्छ यहाँको। यस, अब चाहिँ हामी निष्क्रिय ढोकामा पुगिसकेका छौँ। यस अघि अब यहाँबाट हजुरहरू हेर्न सक्नुहुन्छ घाम भर्खरै उदाउन लागेको छ। अब हामी जाँदैछौँ नगरकोट जाने। कता हो यार? लेफ्ट या लेफ्ट। सायद हामीले सही रास्ता चुनिएका छौँ कि गलत भनेर यहाँ कसैलाई सोध्नु पर्ने पनि हुनसक्छ साथी। मैले सम्झीलाई भन्दै मैले सम्झीले सम्झाउँदै सम्झीले यतै हो भनेर मलाई ल्याउनु भएको। सम्झी हजुर जय सम्झी दुई शब्दमा जय नेपाल भन्न चाहनुहुन्छ कि होइन? सम्झी म पहिला नेपाली सेनाहरूलाई राम्रोसँग बुझिसकेको मान्छे हो, किनकि उहाँहरूको डिसिप्लिन भनेको नि सम्झी उहाँहरू सम्झीले सोच्नु भएको भन्दा विपरीत हुन्छ। भन्नाको मतलब उहाँहरू हाम्रै सेवाको लागि हो। हजुरले याद गर्नुभएको छ भने उहाँहरू हाम्रै सेवाहरूको लागि हो। उहाँहरू यति म सम्झिने एउटा कुरा भन्न गइरहेको छु, यत्रो दिनो रात्र खटेर चाहिँ हामीलाई सेवा गरिरहनु भएकोमा हामी उहाँहरूप्रति कृतज्ञता धन्यवाद ज्ञापन। हामी चाहिँ अब मेलम्ची आइसकेको छौँ होइन? हजुर बिल्कुलै। यहाँ चाहिँ खाने परिचय गर्न पनि आइरहेको छौँ। खाने पनि कस्तो पानी खाइरहेको रहेछौँ भनेर भित्रबाट आइरहेको छ। भित्रतिर लेउ भएको पानी देखिरहँदा हामीलाई मनमा केही खड्किएको छ प्रश्नहरू। अब चाहिँ यहाँबाट हामी बाहुने पार्टीबाट छिम्ती जाने बाटो चाहिँ कता हो भन्ने कुरो सोध्नु पऱ्यो है। खासमा म त ल अब जन्मेको चाहिँ ट्रेकको लागि जस्तो ट्रेक हो। 2 दिन भनिरहेको छ सम्झीले, तर 2 दिन मेरो लागि बल्ल चाहिँ हिँड्न पाए जस्तो भइरहेको हो मलाई। अब हिँड्नु पर्यो भने अब हामी बाहुने पार्टीको प्रस्थानमा चाहिँ हजुर के भन्न चाहनुहुन्छ? बाहुने पार्टीको प्रस्थानमा चाहिँ आउँदै गर्दा सम्मान कार्यक्रमहरू छ भनिरहेका छन्। सम्मान कार्यक्रममा हामी खिच्दैनौँ फेरि हाम्रो भडक पनि। हजुर त्यो हाम्रो खिच्दैनौँ पनि, त्यो पर्दैन पनि भनिसकेका छौँ त्यहाँका मित्र। सम्मान कार्यक्रम चाहिँ हामी देखाउन चाहँदैनौँ कि फेरि अब जहाँ गयो उहीँ सम्मान कार्यक्रम गर्छन् है। फुलमालाहरू किन यहाँ सम्मान गरेर यहाँ हाम्रो भैरवको अवतार पनि आइसक्नु भएको छ। उहाँको फेरि घाँटीको बेल्ट राम्रो भन्दै होइन। हामी मेलम्चीमा आइसकेका छौँ। करिब 8:45 जति भयो होला होइन साथी? भयो। अब यहाँबाट चाहिँ हामीले लेमन टी खाएर चाहिँ हामी छिम्तीतर्फ लाग्दैछौँ। यहाँबाट चाहिँ छिम्ती करिब 27 किलोमिटर भनिरहेका छन्। हेरौँ कस्तो हुन्छ, बाटोमा मजा आउँछ होला हेर्दै गर्दा। अब चाहिँ हामी टक्क मेलम्चीबाट मास्तिर लागिसकेका छौँ होइन। यो चाहिँ मेलम्ची खोला होला सायद, ठ्याक्कै हामीलाई थाहा पनि भएन। यो माथि ड्याम पनि रहेछ अनि यहाँ जिपलाइन जस्तो पनि छ। टक्क लाएर यो खोला टक्क खतरा ग्रिन देखिरहेछ है, बवाल देखिरहेछ। अब यहाँबाट माथि हामी छिम्ती अन द वे टु छिम्ती, अनि छिम्तीबाट एकछिन ह्याप्स हानेर भातसात खानासाना खाएर अनि त्यहाँबाट हामी माथि लाग्छौँ पाँचपोखरीको तर्फ। मेलम्ची भन्दा माथि टार भन्ने ठाउँमा आइसकेका छौँ। यहाँबाट चाहिँ छिम्ती पुग्न लगभग बाइकमा 1 घन्टा आधी घन्टा जति लाग्छ भनेर लोकलहरूले भन्ने सुन्नमा आएको छ होइन। टक्क यता भ्यू चाहिँ फेरि बवाल छ है, भ्यू सो ब्युटिफुल। टक्क धान सान होइन, कुकुर पनि सुतिरहेछ, घरहरू दामी छ।
टक्क हाम्रो चम्बा पनि छिन् त्यहाँनिर फेरि होइन हाम्रो काकाहरू लोकल गाइड्स किन त्यो त्यसको त्यो निकाल्नु बाइकको यो निकाल्नु छिम्ती पुग्नलाई चाहिँ अब हामीलाई हल्का जम्मा 30 मिनट जति लाग्छ होला यहाँ चाहिँ एउटा रमाइलो गाउँ एउटा गुम्बा जस्तो देखियो त्यो भएको कारणले हामीले यहाँनिर चाहिँ स्टप लिएका छौँ होइन यहाँनिर पर यो यही गाउँ होला यो छिम्ती चाहिँ अनि यहाँ तल चाहिँ दामी एउटा पुल पनि छ पुल चाहिँ सौम्दी कस्तो छ सौम्दीको मुखबाट जाओस् त यो चाहिँ करिब बन्जी हान्ने खालके छ तर हानी चाहिँ नहालौँ होला अहिले त हामी फेरि डोरी नलाइकन बन्जी हान्ने मात्रै पर्यो त्यो भएको कारणले मान्छेहरू जस वेलकमिङ छन् यहाँका मान्छेहरू अनि सबैले चाहिँ राम्रो व्यवहार गरे गाडीले पनि साइड चाहिँ दिएको थियो हामीलाई उतै आइपुग्छ हामी उयो डाँडामा हामी जाने यो डाँडातिर हो सौन्दीलाई मैले जानकारी गराइराखेँ है कहाँ हो त मलाई पनि थाहा छैन अब हल्का मासतिर आउँदाखेरि चाहिँ यस्तो तालहरू बनाएको रहेछ अलि जस यहाँ एउटा पिस अफ माइन्ड होइन यस्तो दामी छ यहाँ जय महादेव पनि बस्नु भएको छ जय महादेव होइन टक्क लाएर रुद्राक्ष अनि यहाँ सती प्रथाको बारेमा चाहिँ एउटा मूर्ति हुन्छ नि त्यसलाई डिपेक्ट गर्ने दामी बनाएको छ यहाँनिर अनि जस यो खतरा पिस छ क्या यहाँ माथि 5 पोखरी पुग्नै पर्दैन क्या यो ठाउँ नै होइन दामी छ अनि यहाँ यत्र माछा पनि छन् फेरि यो तालमा टक्क लाएर घरहरू पनि जस दामी नै लाग्यो अनि फेरि मौसम फेरि दामी क्या है हामी आएको मौसम नै कडा लाग्यो हामी चाहिँ अहिले टक्क 1874 मिटरको उचाइमा छिम्तीमा आइसकेका छौँ अनि यहाँ चाहिँ खानासाना खायौँ रमाइलो भयो होइन अनि त्यसपछि यहाँबाट मासतिर चाहिँ अब ठुलो देउरालीसम्म चाहिँ यहाँबाट बाइक जान्छ अरे बाइक लिएर जान्छौँ त्यहाँबाट कठिन यात्रा छ पैदल यात्रा पश्चात हामी 5 पोखरी पुग्नेछौँ यहाँबाट चाहिँ यो यात्रा अलि लामो भए पनि हाम्रो रमणीय चाहिँ अति रमणीय छ होइन मित्र अनि आधी उधी त पिच हाम्रो सडक खण्ड एकदमै बवालै थियो बाँकी चाहिँ यो त्यस्तो साह्रो अफरोड पनि होइन तर हाम्रोले ठेक्न सक्ने अफरोड थियो अब यहाँबाट माथि जाँदा अझै हेर्छौँ कतिसम्मको सडक खण्डहरू अझ विस्तार गरिएको रहेछ यो सरकारको ध्यान आकर्षण पनि गराउनु पर्ने विषय चाहिँ हो यो सडक खण्ड भन्दा अब यात्रा अझ कम्प्लिट हुन बाँकी छ यो आधी उधीको यात्राले नै पुरै डिसिजन नदियो अब यसको अझ बेलुकातिर चाहिँ हामी फेरि भेटौँला हामी चाहिँ यहाँ अब हल्का छिम्ती भन्दा हल्का तल आयौँ तल चाहिँ यस्तो राम्रो झर्ना रहेछ झर्ने भनौँ न होइन अब यो इन्द्रावती खोलाको उद्गम स्थल भन्छ क्या त्यो 5 पोखरीलाई यो पनि इन्द्रावती नै हुनसक्छ सायद बुवा पनि अब टक्क लाएर यहाँ चाहिँ एउटा घट्टा जस्तो रहेछ यहाँ तल यो अब यसको लागि बुवाले त्यहाँबाट पानीलाई युटिलाइज गर्दै हुनुहुन्छ हिँड्ने जाने बाटो चाहिँ यता रहेछ भिड त गजब छ तर यो माथिबाट पानी आउन चाहिँ छहराबाट तर यहाँ तलसम्म चाहिँ पुग्दैन क्या फेरि है अनि यताबाट निस्किरहेछ सानो वाटरफल भनौँ न अनि यहाँबाट अब यो ठाडो उकालो बाइक लानुपर्ने अरे भन्छन् फेरि हाम्रो सानोतिनो बाइक फेरि जान्छ कि जाँदैन भन्ने अलिक समस्याले त्यो सतायो हामीलाई होइन तर हामी लान्छौँ हामी लाने प्रयत्न गर्नेछौँ यहाँबाट बाइकले पनि स्पोन्सर गर्दै चाहिँ राम्रो हुन्थ्यो यो इजी वाक चलिरहेको छ अहिले यस्तो इम्पोसिबल भन्ने नहुँदो रहेछ अरूलाई होला हामीलाई चाहिँ यो एकदम सहज तरिकाको भयो हामी यहाँबाट अलिकति माथि आइपुगेका छौँ आधी घन्टा जस्तो हिँड्यौँ होइन उहाँबाट हजुर कहाँबाट सौदी हामी ठुलो देउरालीमा बाइक राखेर त्यहाँबाट हाम्रो अहिलेको यो यात्रा
अरूको लागि यहाँ भर्खरै जानुभएको अङ्कलहरूलाई पनि सोध्यौँ कि कस्तो छ बाटो कसरी थाकिन्छ भनेर उहाँहरूले चाहिँ एकदमै सासले मात्रै चाहिँ नि तपाईँको बाबु लास्ट हुन मात्र बाँकी थियो भनिसकेको थियो मात्र बाँकी छ हजुर उहाँहरूको चाहिँ त्यस्तो हामीले अहिलेसम्म यत्रो आधी घन्टा लगभग भइसक्यो हिँडेको केही पनि महसुस भएको छैन भनेपछि हामी सक्छौँ हामी चाहिँ सक्छौँ वी क्यान डु इट एउटा उहाँले 6 घन्टा हामी त भएको छ आज नै 5 पोखरी पुग्थ्यौँ कि भन्ने सोध्छ फेरि हाम्रो त फेरि बेलुका फर्किने बेलामा चाहिँ रमाइसँग घुम्न नपाइएला होइन त्यो भनेर मात्र हो नत्र भने हामी आजै गएर फर्किने थियौँ भनेदेखि त आज गएर आज आउने लगभग भ्याइन्थ्यो यहाँ चाहिँ नेपाली सुरक्षाको नियन्त्रणमा छौँ लगभग यो एरिया चाहिँ अहिले लाङटाङको राष्ट्रिय निकुञ्जभित्र पर्दो रहेछ हामीले चाहिँ हजुरको टिकट काटेर छिर्नु पर्दो रहेछ यहाँ टक्क हजुरको नेपाली सेनाको गेटबाट नै टिकटको मूल्य मात्र ₹100 पर पर्सन रहेको छ हजुरहरू अब यहाँबाट चाहिँ हाम्रै गतिमा हिँड्न सक्नुहुन्छ भनेदेखि टुप्पी डाँडा कट्नु भयो हाम्रो गतिभन्दा कम भयो भनेदेखि हजुरहरू लगभग टुप्पी डाँडा त्योभन्दा माथि त अब हामी आज गएर बस्दैछौँ अनि माथिको सम्भव छैन किनकि साथीहरू अब हामी चाहिँ ठ्याक्क टुप्पी डाँडामा आइसकेका छौँ यही हो टुप्पी यो कुन चाहिँ बाहुनको टुप्पी हो चाहिँ थाहा भएन होइन लामाको टुप्पी हो कि कसको टुप्पी हो अब यहाँबाट हामी धेरै हिँड्न पनि सक्दैनौँ हल्का थकान पनि महसुस भइरहेको छ बिहानदेखि नन स्टप राइड अनि हिँडाइ त होइन बिजोड हिँडाइ फेरि 1 घन्टामा यहाँ माथि आयो हामी अब यहाँबाट टकलाएर लगभग 1 घन्टा जस्तो हिँड्छौँ होला रातो माटेसम्म जान्छौँ त्यसपछि चाहिँ आजको हाम्रो स्टे त्यतै हुन्छ अनि त्यसपछि भोलि चाहिँ हामी जान्छौँ 5 पोखरीतिर यसको बिदा कहिलेसम्म बिदा छ भोलि पर्सिदेखि पढ्न मन लाग्दैन भाइ लाग्छ रातोमाटेमा आइपुग्दै गर्दाखेरि यतिको रमणीय दृश्यमा सेतो फेरि भएका छौँ मोहित बनाएका सेतो फेरि के हो भन्ला नि फेरि है हजुर साथीहरू अब थाहा नहुने पनि हुन्छ नि त स्याउ फलेको कुनै पनि यस प्रकारका होइन यो होइन दिस इज गुराँस आफ्नो नेसनल फ्लावर हजुर हामी चाहिँ यहाँ आउनु त अघि 6:30 आइसकेका थियौँ हामी हल्का रेस्ट गरेर चियापान गरेर चाहिँ अहिले हामी बसेको चाहिँ हजुरहरूले हेर्नु सक्नुहुन्छ चोको डाँडा हो यहाँबाट जम्मा 5 किलोमिटर छ 5 पोखरी हामी भोलि बिहानै यहाँबाट हिँड्ने भनेका छौँ करिब 5 बजीतिर यहाँबाट हामी जान्छौँ अहिले चाहिँ यहीँ यो हाम्रो दिदीको राम्रो रहेछ यहाँ होटल पनि साँझ पनि हुन आइपुगेको छ अनि मिठो खाना सस्तो र भरपर्दो हजुरहरूले चाहनुहुन्छ भने यो हाम्रो चोक डाँडामा रहेको छ है अहिलेलाई यति भन्दै हामी आजको डे 1 चाहिँ यतिकै स्थगित गर्छौँ र डे 2 हाम्रो भोलि सुरु हुन्छ होइन यति भन्दै हजुरहरूलाई यही बिदा माग्छु